स्वागत छ। आज हामी शेयर ज्ञान भन्ने ई बुकमा रहेर नेपाली शेयर बजारमा नयाँ आउने लगानीकर्तालाई चाहिने आधारभूत कुराहरू हेर्दैछौँ। नमस्ते। हो, यो किताब खास गरी नयाँ लगानीकर्तालाई नै ध्यानमा राखेर लेखिएको जस्तो छ। जो भर्खर बजार छिर्दै हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेको हो। यसको उद्देश्य नै त्यो आधारभूत ज्ञान नहुँदा हुने जोखिमबाट बचाउने अनि बजारमा छिर्न अलि सजिलो बनाउने हो। किताबमा पनि लेखा छ, धेरै मान्छे शेयर बजार के हो, कसरी सुरु गर्ने भन्नेमै अलमलमा पर्छन् भनेर। त्यसो भए आज हाम्रो छलफलको मिसन नै यही भयो, यो स्रोतबाट नयाँ लगानीकर्तालाई चाहिने खासखुस कुराहरू निकाल्ने। सुरु गरौँ न त। शेयर भनेको के हो, किनबेच कसरी हुन्छ, फाइदा के छन्, अनि बजारमा छिर्न के चाहिन्छ भन्ने जस्ता कुराहरू सरल भाषामा बुझ्ने कोसिस गरौँ। हुन्छ, सुरु गरौँ शेयर भनेको के हो बाटे है। हुन्छ। अब साधारण भाषामा भन्नुपर्दा शेयर भनेको चाहिँ कुनै पनि कम्पनीको कुल पुँजी हुन्छ नि, हो त्यसको सानो हिस्सा वा इकाइ हो। ए, स्वामित्वको सानो टुक्रा जस्तो हो, त्यसलाई धितोपत्र पनि भनिन्छ। भनेपछि कम्पनीको मालिक बन्ने एउटा सानो अवसर जस्तो भयो। अनि यी शेयरहरू किनबेच हुने ठाउँ चाहिँ शेयर बजार भयो होइन त, जसलाई नेपालमा नेपाल स्टक एक्सचेन्ज मतलब नेप्सेले हेर्छ। एकदम सही। जसरी तरकारी बजारमा तरकारी किन्ने बेच्ने हुन्छ, शेयर बजारमा चाहिँ शेयरको कारोबार हुन्छ, त्यति हो। ठिक छ। अब यहाँनिर एउटा प्रश्न आउँछ कि कम्पनीहरूले आफ्नो स्वामित्वको हिस्सा सर्वसाधारणलाई बेच्नुपर्ने, मतलब आइपिओ जारी गर्नुपर्ने, यो आवश्यकता नै किन पर्छ होला? के उद्देश्य हुन्छ होला यसको पछाडि? यसका त धेरै कारणहरू छन्। मुख्य कारण चाहिँ अब पैसा जुटाउनु नै हो, पुँजी सङ्कलन। पुँजी सङ्कलन कस्तो अवस्थामा? जस्तो कम्पनीलाई आफ्नो व्यवसाय बढाउनु पर्यो हैन, नयाँ केही प्रोजेक्ट सुरु गर्नु पर्यो, वा ऋण तिर्नु पर्यो, अथवा अनुसन्धान विकास यस्तोमा लगानी गर्न पैसा चाहियो भने आइपिओ मार्फत सर्वसाधारणबाट पैसा उठाउन सजिलो हुन्छ नि त। ए, पैसा जुटाउनलाई भयो। अनि पुँजी बाहेक अरू पनि फाइदा हुन्छ कि कम्पनीहरूलाई? हुन्छ नि। अर्को महत्त्वपूर्ण कुरा भनेको तरलता हो। पहिलेदेखिले कम्पनीमा लगानी गरिरहेकाहरू जस्तो संस्थापकहरू वा सुरुका लगानीकर्ताहरू, उनीहरूलाई आफ्नो लगानी बेचेर बाहिरिन वा नाफा लिन आइपिओले सजिलो बनाइदिन्छ। अच्छा, बेच्न सजिलो हुने भयो। हो, अनि कम्पनीको प्रतिष्ठा र विश्वसनीयता पनि बढ्छ। पब्लिक लिमिटेड कम्पनी भएपछि त पारदर्शिता पनि बढ्छ नि। यसले गर्दा अब व्यापारिक साझेदारहरू, ग्राहकहरूसँग विश्वास बनाउन पनि सजिलो हुन्छ। भनेपछि पब्लिक कम्पनी हुनुको पनि आफ्नै महत्त्व रहेछ। पछि गएर अरू कम्पनी किन्नु वा गाभ्नु पर्यो भने पनि त यो काम लाग्छ होला नि? बिल्कुल। कम्पनीले पैसाको सट्टा आफ्नै शेयर दिएर पनि अरू कम्पनी किन्द वा मर्ज गर्न सक्छ। अनि सुरुका लगानीकर्ताका लागि त यो एउटा भनौँ न लगानी फिर्ता लैजाने बाटो, एक्जिट स्ट्राटेजी पनि हो। ए अल्ला, यी त भए कम्पनीका फाइदाका कुरा। अब लगानीकर्ताको तर्फबाट हेरौँ न, शेयरमा लगानी गर्दा उनीहरूलाई चाहिँ के फाइदा हुन्छ त? लगानीकर्तालाई नि धेरै फाइदा छन्। पहिलो त मैले अघि भने जस्तै तरलता। तरलता? हजुर, शेयर बजारमा लिस्ट भएको कम्पनीको शेयर चाहिँ सामान्यतया चाहेको बेला 2-4 दिनमै बेचेर पैसा बनाउन सकिन्छ। दोस्रो फाइदा विविधीकरणको अवसर। विविधीकरण यसले चाहिँ लगानीकर्तालाई कसरी फाइदा गर्छ ठ्याक्कै? यसले कस्तो हुन्छ भने लगानीकर्ताले आफ्नो सबै पैसा एउटै कम्पनी वा एउटै क्षेत्रमा मात्र नहालेर फरक फरक कम्पनीहरूमा बाँड्न सक्छन्। ए, जोखिम बाँडियो। हो, जोखिम बाँडियो। कुनै एउटा क्षेत्र वा कम्पनीमा समस्या आयो भने पनि पुरै लगानी डुब्दैन। जोखिम व्यवस्थापनमा मद्दत पुग्छ। अनि अर्को कुरा, लिस्टेड कम्पनीहरूले त आफ्नो वित्तीय विवरणहरू सार्वजनिक गर्नुपर्छ होइन, त्यसले पारदर्शिता हुन्छ अनि लगानीकर्ताले बुझेर निर्णय लिन पाउँछन्। र सबैभन्दा आकर्षक पक्ष त सायद वृद्धिको सम्भावना होला है, पैसा बढ्ने कुरा हो नि। कम्पनीले राम्रो गर्यो, नाफा कमायो भने शेयरको बजार भाव बढ्छ, त्यसबाट पुँजीगत लाभ भयो। अनि फेरि कम्पनीले नाफाबाट लाभांश पनि त बाँड्छ नि। ए, लाभांश पनि आउने भयो। हो, यसरी लामो समयमा राम्रो सम्पत्ति बनाउन सकिन्छ। अनि अर्को कुरा, शेयर किन्नु भनेको त कम्पनीको सानो मालिक बन्नु पनि हो। त्यसैले कम्पनीको साधारण सभामा भाग लिन, निर्णय प्रक्रियामा भोट हाल्न पनि पाइन्छ।
लगानी सुरु गर्न कति पैसा चाहिन्छ भन्ने पनि धेरैको जिज्ञासा हुन्छ नि। यसको राम्रो पक्ष के छ भने शेयर बजारमा छिर्न ठूलै पैसा चाहिन्छ भन्ने छैन के। न्यूनतम 10 किता आइपिओ भर्दा सामान्यतया 1000-1200 रुपैयाँबाटै लगानी सुरु गर्न सकिन्छ। ए 1000-1200बाटै हो। अनि नाफामा लाग्ने कर पनि अरू व्यापार व्यवसायको भन्दा कम छ। अहिले त 5% मात्रै छ पुँजीगत लाभ कर। चाहिएको बेला शेयर धितो राखेर ऋण पनि लिन सकिन्छ। ल यी त निकै फाइदाका कुरा भए। अब कसैलाई ल म पनि लगानी गर्छु भन्ने लाग्यो रे, सुरुवात गर्नलाई के कुराहरू चाहिन्छ त, के तयार गर्नुपर्छ? शेयर बजारमा कारोबार गर्न केही आधारभूत कुराहरू अनिवार्य छन्। पहिलो कुरा त जुनसुकै ब्याङ्कमा एउटा खाता त चाहियो नै, सक्रिय खाता। ब्याङ्क खाता त भइहाल्यो। दोस्रो चाहिने भनेको डिम्याट खाता, जसलाई हितग्राही खाता पनि भन्छन्। डिम्याट खाता यो के हो खासमा, अनि कहाँ खोल्ने हो? यो भनेको चाहिँ पहिला कागजको शेयर प्रमाणपत्र हुन्थ्यो नि, त्यसलाई हटाएर इलेक्ट्रोनिक रूपमा शेयर राख्ने खाता हो के, अभौतिक रूपमा। ए डिजिटल खाता जस्तो हो। डिजिटल खाता यो चाहिँ ब्याङ्क वा अनुमति पाएको निक्षेप सदस्य मतलब डीपी मार्फत खोल्न सकिन्छ। डीपीले तपाईँको शेयर सुरक्षित राखिदिन्छ। यसले गर्दा शेयर किनबेच गर्न, बोनस वा हकप्रद शेयर आयो भने आफै खातामा जम्मा हुन सजिलो हुन्छ। अनि शेयर बेच्नु पर्यो भने नि? शेयर बेच्नलाई चाहिँ डिलिभरी इन्स्ट्रक्सन स्लिप DIS भन्ने चाहिन्छ। यो चाहिँ तपाईँले आफ्नो ब्रोकरलाई मेरो शेयर बेचिदेऊ भनेर दिने एउटा आधिकारिक निर्देशन पूर्जा जस्तो हो। ए बुझे। अनि आइपिओ भर्नलाई त अलि फरक छ भन्छन् नि? हो। आइपिओ या एफपिओ भर्नको लागि चाहिँ CASBA भन्ने प्रणाली अनिवार्य छ अहिले। CASBA? यो अनलाइनबाट आवेदन दिने सिस्टम हो। यसको लागि आफ्नो ब्याङ्कबाट एउटा CRN नम्बर लिनुपर्छ, CSBA रेजिस्ट्रेसन नम्बर। अनि आवेदन दिँदा तपाईँको ब्याङ्क खातामा शेयर भर्न चाहिने जति पैसा रोक्का हुन्छ। शेयर पर्यो भने पैसा काटिन्छ, परेन भने पैसा फिर्ता आउँछ। ए पैसा होल्ड हुने भयो। अनि यी सबै कुरा अनलाइनबाटै गर्नलाई मेरो शेयर भन्ने पनि छ हैन त? एकदम। मेरो शेयर खाता भयो भने त घरैबाट आइपिओ, हकप्रद, डिबेन्चर भर्न, आफ्नो शेयरको विवरण हेर्न, पोर्टफोलियो कस्तो छ भनेर हेर्न, सबै थोक गर्न मिल्छ। यो सुविधा लिन पनि आफ्नो डीपी मार्फत नै निवेदन दिनुपर्छ। ए डीपीबाटै हुने भयो यो पनि? हो। ब्याङ्कमा फर्म भरेपछि इमेलमा युजरनेम पासवर्ड आउँछ, त्यसलाई फेरेर लगइन गर्ने हो। ल धेरै कुरा स्पष्ट भयो। अनि भाउ चाहिँ कसरी गडबड हुन्छ? त्यो त बजारमा कतिले किन्न खोज्दैछन्, कतिले बेच्न, त्यही माग र आपूर्तिले निर्धारण गर्छ। तर यसमा मान्छेको भावना, राजनीतिक घटना, बजारको हल्ला यस्ता कुराले पनि असर गरिरह हुन्छ। यो बजारलाई हल्लाउने कुरा त धेरै छन् नि। हो नि, तर आज हामी अलि मुख्य पक्षहरूमा केन्द्रित हुन्छौँ। निश्चय पनि। अब नेप्सेको यो यात्रालाई धेरै कुराले डोर्याउँछ। सबैभन्दा पहिलो आधारभूत कुरा त देशको समग्र आर्थिक अवस्था नै हो। जब अर्थतन्त्र अलि सुस्त हुन्छ नि, त्यसको सीधा असर शेयर बजारमा देखिन्छ। हो, त्यो त स्वाभाविकै होला। जस्तो आर्थिक वृद्धि कम भयो, बेरोजगारी बढ्यो, मान्छेको खल्तीमा पैसा कम भयो, अनि कम्पनीको नाफा पनि घट्यो। हो, यसले लगानी गर्ने क्षमतामा पनि त असर पार्यो नि, होइन र? एकदम। जब लगानी योग्य पुँजी त्यसको अलि अभाव हुन्छ, शेयरको माग आफै घट्छ, जसले मूल्यलाई तल तान्छ। यो एउटा प्रमुख चक्र हो क्या। तर हाम्रो बजारलाई बाहिरको संसारले पनि उत्तिकै प्रभाव पार्छ। जस्तो अन्तर्राष्ट्रिय आर्थिक घटनाक्रम, जस्तै कच्चा तेल वा सुन जस्ता वस्तुको मूल्यमा आउने भारी उतार चढाव, त्यसले हाम्रो अर्थतन्त्रलाई छुन्छ। यो अन्तर्राष्ट्रिय प्रभावलाई अलि केलाउन विश्व बजारमा केही हुँदा डलरको भाउ तलमाथि पर्दा हाम्रो नेप्सेलाई कसरी असर पर्छ त? विश्वव्यापी वस्तुको मूल्य, विनिमय दर वा ठूला अर्थतन्त्र बीचको व्यापारिक तनाव, यिनीहरूले हाम्रो आयात निर्यात लागत, विदेशी मुद्रा सञ्चिति, समग्र आर्थिक गतिविधिलाई नै असर पार्छ। भनेपछि बाहिर सामान महँगो भयो कि यता कम्पनीको लागत बढ्यो, नाफा घट्यो, अनि त्यसको असर शेयर मूल्यमा देखियो। आर्थिक र अन्तर्राष्ट्रिय कुरा त भयो, तर नेपालको सन्दर्भमा खै राजनीतिक वातावरणको भूमिका पनि निकै महत्त्वपूर्ण देखिन्छ है स्रोतहरूमा। अस्थिरताले कसरी असर गर्छ?
राजनीतिक अस्थिरता, बारम्बार हुने नीतिगत परिवर्तन, बन्द हडताल यस्ता कुराले लगानीको वातावरण नै अलि धुमिलो बनाइदिन्छ। लगानीकर्ताको मन डगमगाउँछ होला नि। एकदम। भविष्यप्रति ढुक्क हुन सक्दैनन् नि, अनि जोखिम लिन हिचकिचाउँछन्। अनि सरकारले ल्याउने नियम, कर नीति हो, त्यसले पनि बजारको चाललाई तुरुन्तै असर गर्न सक्छ। न्यायात्मक निकायका निर्णयहरू पनि महत्त्वपूर्ण भए। बाह्य र नीतिगत कुरा बाहेक बजार र कम्पनी आफैभित्रका समस्याहरू नि, जस्तो कुनै कम्पनी राम्रो चलेन वा व्यवस्थापन ठिक भएन भने। अवश्य, त्यो पनि ठूलो कुरा हो। कुनै ठूलो कम्पनीको वित्तीय अवस्था बिग्रियो वा संस्थागत सुशासनमा गम्भीर प्रश्न उठ्यो। सुशासन मतलब? पारदर्शिता, जवाबदेहिता। अनि बजारको तरलता नि, त्यो कतिको महत्त्वपूर्ण छ? तरलता मतलब शेयर किनबेच गर्न कतिको सजिलो छ भन्ने कुरा, त्यो एकदमै महत्त्वपूर्ण छ। त्यो कम हुँदा के हुन्छ त? जब बजारमा खरिदकर्ता भन्दा बिक्रीकर्ता धेरै हुन्छन् वा उल्टो, तब चाहेको मूल्यमा शेयर बेच्न वा किन्न गाह्रो हुन्छ नि। यसैसँग जोडिएको अर्को कुरा लगानीकर्ताको मनोविज्ञान पनि होला नि, हल्ला र डर। हो नि, त्यसले पनि बजारलाई छोटो अवधिमा निकै प्रभावित पार्छ। बजारको सेन्टिमेन्ट वा भावना त्यो अल्पकालीन उतार चढावको मुख्य चालक हो भनेर स्रोतहरूले मानेका छन्। नकारात्मक हल्ला फैलियो कि दर पैदा हुन्छ। ठ्याक्कै। अर्कोतर्फ ब्याज दरको कुरा पनि छ। जब ब्याङ्कको ब्याज दर बढ्छ नि, कतिपय लगानीकर्ता शेयर बजारको जोखिम छोडेर अलि सुरक्षित मानिने मुद्दती निक्षेपतिर लाग्छन्। भनेपछि शेयर बजारबाट पैसा बाहिरिन सक्छ? हो, त्यसले पनि असर गर्छ। अनि प्राकृतिक प्रकोपको जोखिम पनि छँदैछ। भूकम्प, बाढी पहिरो, त्यसले अर्थतन्त्रलाई क्षति पुर्याएर बजारलाई नकारात्मक असर पार्न सक्छ। त्यसो भए निष्कर्षमा भन्नुपर्दा नेप्सेको यो उतार चढाव कुनै एउटा कारणले मात्र होइन रहेछ। आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय, बजार आफैभित्रका कुरा अनि प्राकृतिक घटना सबैको जटिल अन्तर्क्रिया रहेछ। त्यसैले लगानीकर्ताका लागि कुनै एउटा पक्षलाई मात्र हेरेर निर्णय लिनु अलि जोखिमपूर्ण हुन्छ। गहिरो अनुसन्धान गर्ने, आफ्नो लगानीलाई विभिन्न क्षेत्रमा विविधीकरण गर्ने, हल्लाको पछि नलाग्ने, दीर्घकालीन सोच राख्ने अनि आफ्नो जोखिम कति लिन सक्छु भनेर हेरेर रणनीति बनाउनु नै बुद्धिमानी हुने देखिन्छ। यो आइपिओ नेपाली लगानीकर्तामा यति धेरै लोकप्रिय किन भयो? हो नि, जताततै आइपिओकै चर्चा सुनिन्छ। खै, स्रोतले के भन्छ भने ऋणपत्र र म्युचुअल फन्ड बाहेक अरू प्राथमिक निष्कासनमा, खास गरी आइपिओमा व्यक्तिगत लगानीकर्तालाई मात्रै प्राथमिकता दिइन्छ क्या। ए, त्यसो पो हो। अनि थोरै लगानी गर्दा पनि प्रतिफल आउने सम्भावना लगभग पक्का जस्तै देखिन्छ नि त सुरुमा, त्यसैले आकर्षण बढेको। यो त खै सानो लगानी गर्नेलाई त गजबकै कुरा भयो। ल, त्यसो भए कम्पनीले आइपिओ ल्याउनु पर्यो भने पहिलो कदम के हुन्छ त? प्रक्रिया कसरी सुरु हुन्छ? नियामक निकाय? हो, सर्वोच्च नियामक निकाय उहाँहरू नै हो। कम्पनीको अब सबै कुरा हेर्छ। पैसाको अवस्था कस्तो छ, व्यवस्थापन कस्तो छ, भविष्यका योजनाहरू के छन्। अनि त्यसकै आधारमा स्वीकृति दिने वा नदिने? हो, आइपिओ ल्याउन ठिक छ कि छैन भनेर निर्णय गर्ने, स्वीकृति दिने वा नदिने सबै अधिकार सेबुनसँग हुन्छ। यसले एउटा फिल्टर जस्तो काम गर्यो। ए, भनेपछि लगानीकर्ताको हित हेर्ने कोसिस भयो। ल, स्वीकृति पायो रे, त्यसपछि सर्वसाधारणले कसरी थाहा पाउँछन्, कसरी भाग लिन्छन्? स्वीकृति पाएपछि त कम्पनीले सार्वजनिक सूचना निकाल्छ, निष्कासन खुल्छ अनि लगानीकर्ताले आसबा प्रणालीबाट आवेदन दिने हो। आसबा? ए, त्यो ब्याङ्कबाटै भर्ने सिस्टम? हो, एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड अमाउन्ट भन्छ। आफ्नो ब्याङ्क खाताबाटै सिधै आवेदन दिन मिल्छ। एकदम सजिलो छ। त्यो त धेरै सजिलो भएको छ आजकल। आवेदन पर्यो भने चाहिँ गोला प्रथा जस्तो विधिबाट शेयर बाँडफाँड हुन्छ। योग्य आवेदकलाई पर्छ। यो भयो प्राथमिक बजारको कुरा। ल, प्राथमिक बजारमा शेयर त पर्यो, अब त्यसलाई बेच्नु पर्यो वा अरू किन्नु पर्यो भने त्यो दोस्रो बजार चाहिँ कसरी चल्छ? हो, त्यही हो मुख्य कुरा। आइपिओ बाँडफाँड भएपछि त्यो कम्पनी नेपाल स्टक एक्सचेन्ज मतलब नेप्सेमा सूचीकृत हुन्छ। नेप्सेमा? नेप्से नै हो नेपालको एकमात्र दोस्रो बजार जहाँ हामी शेयर किनबेच गर्छौं। तर सिधै सूचीकृत हुँदैन, केही प्रक्रिया छन्। कस्तो प्रक्रिया? जस्तो कि कम्पनीले आफ्नो शेयरलाई अभौतिकीकरण गराउनुपर्छ। डिमटेरियलाइजेसन भन्छ अङ्ग्रेजीमा। एकैछिन, त्यो अभौतिकीकरण
अलि गाह्रो सुन्यो, सरलमा के हो त्यो? ए त्यो भनेको चाहिँ पहिलाको कागजी शेयर प्रमाणपत्र हुन्थ्यो नि हुन्थ्यो। हो त्यसलाई अब इलेक्ट्रोनिक बनाउने हो। सिम्पल। यो काम चाहिँ CDSE एन्ड क्लियरिङ लिमिटेड CDSC ले गर्छ। ए भनेपछि कागजपत्र बोकेर हिँड्नु परेन? परेन। त्यसपछि कम्पनीले एउटा शेयर रेजिस्ट्रार नियुक्त गर्छ, प्राय मर्चेन्ट ब्याङ्कर नै हुन्छन्। उनीहरूले लगानीकर्ताको डिमाट खातामा शेयर पठाइदिन्छन्। डिम्याट खाता हो, आजकल सबै त्यही हुन्छ। सबै त्यही। अनि बल्ल नेप्सेमा कारोबार सुरु हुने प्रक्रिया अघि बढ्छ। अनि कारोबार कसरी सुरु हुन्छ नि? सिधै किन्न बेच्न पाइन्छ? डिम्याटमा शेयर आएपछि नेप्सेले त्यो कम्पनीको शेयर कारोबारको लागि एउटा मूल्यको रेन्ज तोक्छ। पहिलो दिन स्पेशल प्री ओपनिङ सेसन भन्ने हुन्छ। ए त्यो सुरुको छोटो समय हो। त्यसमा कारोबार भयो भने त्यसपछि बल्ल नियमित समयमा, मतलब नर्मल ट्रेडिङ आवरमा सबैले किनबेच गर्न पाउँछन्। नेप्सीमा त हामीले साधारण शेयर मात्रै सुन्छौँ प्राय, अरू पनि हुन्छन् र? हुन्छन् नि। साधारण शेयर त भइहाल्यो, संस्थापक शेयर, अग्राधिकार शेयर, अनि ऋणपत्र, बन्डहरू, म्युचुअल फन्डका इकाइहरू, यी सबैको कारोबार हुन्छ नेप्सेमा। ए हो र, धेरै थरीका हुँदा रहेछन्। विकल्पहरू धेरै छन्। ल, यो पुरै प्रक्रिया आइपिओदेखि नेप्सेसम्म निकै व्यवस्थित देखियो। यसलाई नियमन गर्ने निकाय सिबन कत्तिको शक्तिशाली हुन्छ त? ओहो, सिबनको भूमिका त एकदमै महत्त्वपूर्ण र शक्तिशाली हुन्छ। आइपिओ स्वीकृति मात्रै होइन, उहाँहरूले नेप्से, CDSC, मर्चेन्ट ब्याङ्कर, ब्रोकर, सूचीकृत कम्पनी सबैलाई नियमन गर्ने, सुपरिवेक्षण गर्ने, गल्ती गरे कारबाही गर्ने अधिकार राख्नुहुन्छ। ए मतलब बजारको पुलिसम्यान जस्तै? भन्न मिल्छ। बजारलाई अनुशासित र पारदर्शी बनाउने काम उहाँहरूको हो। अच्छा, अनि सूचीकृत भइसकेपछि कम्पनीहरूको पनि त दायित्व होला नि? उनीहरूले के गर्नुपर्छ? अवश्य। उनीहरूले नियमित रूपमा, खास गरी हरेक 3-3 महिनामा आफ्नो वित्तीय रिपोर्ट, हरिसाब सार्वजनिक गर्नै पर्छ। 3-3 महिनामा? हो। अनि कम्पनीमा केही ठूलो घटना भयो जसले शेयर मूल्यलाई असर गर्न सक्छ, त्यस्तो कुनै पनि निर्णय वा सूचना तुरन्तै नेप्से मार्फत जानकारी गराउनुपर्छ। पारदर्शिता चाहियो। ए भनेपछि लगानीकर्ताले थाहा पाइरहनु पर्यो। एकदम। ल, यो सबै नियम, प्रक्रिया, यो पारदर्शिता, यसको समग्रमा फाइदा चाहिँ के भयो त? मुख्य फाइदा भनेको बजारमा विश्वास बढ्नु हो। कम्पनीहरू जवाबदेही हुन्छन्, पारदर्शी हुन्छन्। यसले गर्दा संस्थागत सुशासन, मतलब राम्रो कर्पोरेट गभर्नेन्सलाई बढावा मिल्छ। अनि लगानीकर्ताले पनि ढुक्क भएर लगानी गर्न सक्ने भए? हो नि। सूचना पाएपछि त निर्णय लिन सजिलो भयो नि। बजारप्रति भरोसा बढ्छ। स्पष्ट भयो। सारमा भन्दा एउटा कम्पनीले सेबनको कडा जाँच पास गरेर आइपिओ निकालेर नेप्सेमा लिस्ट भएर शेयरलाई डिम्याट गरेर अनि निरन्तर रिपोर्टिङ गरेर बल्ल नेपाली शेयर बजारको एउटा हिस्सा बन्दो रहेछ। हो, एकदमै। यो एउटा व्यवस्थित प्रणाली हो। यसले कम्पनीलाई पैसा उठाउन सजिलो बनाउँछ अनि लगानीकर्तालाई लगानी गर्ने ठाउँ दिन्छ। अब कोही नयाँ मान्छेलाई सुरु गर्नु मन लाग्यो रे, के चाहिन्छ त? प्रक्रिया अलि झन्झटिलो छ कि? सुरुमा अलिअलि त्यस्तो लाग्न सक्छ, तर चरणबद्ध रूपमा हेरौँ न। पहिलो त ब्याङ्क खाता चाहियो, क वा ख वर्गको ब्याङ्क वा फाइनान्समा। ओके, ब्याङ्क खाता। त्यसपछि चाहियो डिमाट खाता। यो भनेको चाहिँ शेयरहरू डिजिटल रूपमा राख्ने खाता हो। यो ब्याङ्कको सहायक कम्पनी के रे क्यापिटलहरू वा ब्रोकरका खोल्न मिल्छ। डिम्याट खाता शेयर राख्नलाई। अनि त्यो ब्याङ्क खाता र डिम्याट खातालाई जोड्नुपर्छ। त्यसको लागि ब्याङ्कबाटै CRN नम्बर लिनुपर्छ। CASB रेजिस्ट्रेसन नम्बर भन्छ त्यसलाई। यो CRN किन चाहियो त? यसले गर्दा आइपिओ भर्दा वा शेयर किन्दा ब्याङ्कबाट पैसा काट्न र पछि शेयर परेपछि वा बेचेको पैसा खातामा जम्मा गर्न सजिलो हुन्छ, स्वचालित हुन्छ प्रक्रिया। अनि घरैबाट अनलाइन कारोबार गर्ने सिस्टम नि? त्यसको लागि मेरो शेयर प्रणाली छ। यसबाट आइपिओ भर्ने, आफ्नो खातामा कति शेयर छ हेर्ने, शेयर बेचिसकेपछि त्यसको EDIS गर्ने। EDIS भनेको? इलेक्ट्रोनिक डिलिभरी इन्स्ट्रक्सन स्लिप भनेपछि तपाईँले बेचेको शेयर अर्कोको खातामा पठाउने प्रक्रिया। यो मेरो शेयरबाटै हुन्छ। ए ओके। यसको केही शुल्क लाग्छ? मेरो शेयर चलाउन वार्षिक 50 रुपियाँ अनि डिम्याट खाता नवीकरण गर्न हरेक वर्ष 100 रुपियाँ लाग्छ। धेरैजसो नयाँ लगानीकर्ता त आइपिओबाटै छिर्छन् नि बजारमा, होइन? हो नि।
आइपिओ भनेको कम्पनीले पहिलो पटक सर्वसाधारणलाई शेयर बेच्ने हो, प्राय 100 रुपियाँ प्रति कितामा। सबै कम्पनीले आइपिओ ल्याउन पाउँछन्? पब्लिक लिमिटेड कम्पनीले, तर पहिला धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ। कहिलेकाहीँ आइपिओ भरेको आवेदन रद्द पनि हुन्छ रे नि, किन होला? हो, हुन्छ। केही सामान्य कारण छन्, जस्तै एउटै मान्छेले एकभन्दा बढी डिम्याटबाट भरेमा, अर्को कारण बिओआइडी नम्बर मिलेन वा भेरिफाई भएन भने, अनि 10 कित्ताले भाग जाने अङ्कमा भर्नुपर्छ। 10, 20, 30, 11 कित्ता, 15 कित्ता भनेर भरे रद्द हुन्छ। अनि पैसा नि? हो, ब्याङ्क खातामा पर्याप्त पैसा भएन भने पनि रद्द हुन्छ, वा डिम्याट खाता नवीकरण भएको छैन भने पनि। किताबले एउटा कुरा के उठाएको छ भने आजकल मान्छेहरू कम्पनी कस्तो छ, रेटिङ के छ, त्यो नहेरी लहैलहैमा आइपिओ भर्ने चलन बढेको छ रे। त्यो चाहिँ अलि जोखिमपूर्ण हो। हो त नि, अब आइपिओ परेन वा परेपछि बेच्नु पर्यो वा अरूमै कम्पनीको किन्न मन लाग्यो भने त्यो दोस्रो बजार भयो होइन त? हो, त्यो दोस्रो बजार जहाँ लगानीकर्ताहरूले आपसमा शेयर किन्ने बेच्ने गर्छन्। यो काम ब्रोकर मार्फत हुन्छ। ब्रोकर, धितोपत्र दलाल? आफै अनलाइन किनबेच गर्न चाहिँ ब्रोकरबाट टिएमएस खाता लिनुपर्छ, ट्रेड म्यानेजमेन्ट सिस्टम। त्यो टिएमएस लिन के गर्नुपर्छ? के धितो राख्नुपर्छ? हो, किनबेच गर्न ब्रोकर कहाँ केही रकम धितो कोल्याट्रल राख्नुपर्छ। त्यो कारोबार रकमको 25% देखि 100% सम्म पनि हुन सक्छ। यो ब्रोकर र ग्राहक बीचको समझदारीमा भर पर्छ। नेपालमा त 50 वटा ब्रोकर छन्, कुन छान्ने भनेर कसरी थाहा पाउने? त्यो त हो, स्रोतले चाहिँ के सुझाव दिएको छ भने ब्रोकरको सेवा कस्तो छ, अनलाइन सुविधा राम्रो छ कि छैन, शाखा कता कता छन्, अरू ग्राहकहरूको अनुभव कस्तो छ, यी कुराहरू हेरेर छान्नुपर्छ। ओके, अब शेयर किनबेच भयो, मानव बेच्यो, त्यसपछि केही गर्नुपर्छ? करहरूको कुरा नि? बेचेको 2 दिनभित्र मेरो शेयरबाट इडिआइएस गर्नुपर्छ। त्यो स्वामित्व हस्तान्तरण, अनि नाफा भएको छ भने कर तिर्नुपर्छ, पुँजीगत लाभ कर। कति लाग्छ कर? आर्थिक वर्ष 78-79 को बजेट अनुसार चाहिँ 1 वर्षभन्दा कम समय राखेर बेच्दा नाफाको 7.5%, अनि 1 वर्षभन्दा बढी राखेर बेच्दा नाफाको 5%। अनि केही गल्ती भयो भने नि, जस्तै इडिआइएस समयमा गरिएन रे? त्यस्तोमा जरिवाना लाग्न सक्छ। समयमा इडिआइएस नगरे वा आफूसँग नभएको शेयर झुकिएर बेच्न खोजे, यस्तो गल्तीमा कारोबार रकमको 20% सम्म क्लोज आउट जरिवाना लाग्न सक्छ। होशियार हुनुपर्छ। 20% त धेरै हो नि। हो नि, त्यसैले सबै कुरा बुझेर मात्र कारोबार गर्नु राम्रो। स्रोतले अरू कुरा पनि भनेको छ, जस्तै लाभांश पाउनलाई बुक क्लोज मितिभन्दा अगाडि शेयर किन्नुपर्छ। बुक क्लोज भनेको? कम्पनीले लाभांश दिनु अघि एउटा मिति तोक्छ। त्यो मितिसम्म जसको नाममा शेयर छ उनीहरूले मात्र लाभांश पाउँछन्। त्यो रेकर्ड फाइनल गर्ने दिन नै बुक क्लोज हो। अनि म्युचुअल फन्ड नि? म्युचुअल फन्ड पनि, खास गरी नयाँ लगानीकर्ता जसलाई बजारबारे धेरै थाहा छैन वा जोखिम कम लिन चाहनुहुन्छ, उहाँहरूको लागि यो राम्रो विकल्प हो। यसमा विज्ञहरूले हाम्रो पैसा व्यवस्थापन गरिदिन्छन्। यही ज्ञानको जगमा अर्को महत्त्वपूर्ण सिद्धान्त आउँछ, पोर्टफोलियो विविधीकरण, डाइभर्सिफिकेसन भन्छ नि अङ्ग्रेजीमा। डाइभर्सिफिकेसन, यो त सुनिरहेको शब्द हो, तर यसलाई अझ सरल भाषामा भन्नुपर्दा के हो त यो? राम्रो प्रश्न। विविधीकरण भनेको आफ्नो सबै लगानी एउटै ठाउँमा नखन्याउनु हो। जस्तै त्यो उखान छ नि, सबै अन्डा एउटै टोकरीमा नहाल्नुहोस् भने जस्तै। त्यो त बुझियो, मतलब जोखिम छर्ने। हो, जोखिम छर्ने। आफ्नो जोखिमलाई विभिन्न प्रकारका सम्पत्तिमा बाँड्नु पर्यो। जस्तै केही पैसा शेयरमा होला, केही ऋणपत्रमा, जसलाई बन्ड भनिन्छ। बन्ड, त्यो कम्पनी वा सरकारले दिएको ऋण जस्तो? हो, त्यस्तै। अनि घर जग्गामा पनि हुन सक्छ। सुरुमा थोरै लगानी गर्नेले पनि म्युचुअल फन्ड जस्ता विविध उपकरणबाट सुरु गर्न सक्छन्। विविधीकरणकै एउटा तरिका भयो। हो, किनभने म्युचुअल फन्ड आफैमा धेरै कम्पनीहरूमा लगानी गरिएको हुन्छ। मुख्य कुरो जोखिम छर्नु हो। बुझ्यो। लगानीकर्ताले बुझ्नुपर्ने जोखिम के हुन् र आफ्नो लगानी कसरी सुरक्षित राख्ने भन्ने नै हो। हजुर, एकदमै। किनभने यी स्रोतहरूले के देखाउँछन् भने यस्ता चलखेलले कहिलेकाहीँ त ठूलै आर्थिक क्षति पुर्याउँछ। हो नि,
बजारबाटै बहिरिनु पर्ने अवस्था पनि आउन सक्छ रे। त्यही त। त्यसैले सेबोन नेप्से जस्ता निकायहरूले नियमन त गर्छन्, तर पनि लगानीकर्ता आफै सचेत हुनु चाहिँ अब सबैभन्दा महत्त्वपूर्ण कुरा हो। उपचारभन्दा रोकथाम नै बेच्ने होइन र? एकदम। त्यसो भए सुरु गरौँ न त। यो सबैभन्दा चर्चित पम्प एन्ड डम्पबाटै। यो खासमा के हो, कसरी हुन्छ यो? हजुर, पम्प एन्ड डम्प यो निकै पुरानो तरिका हो, तर आजभोलि झन् सजिलो भएको छ सामाजिक सञ्जालले गर्दा। खासमा यसमा कस्तो हुन्छ भने योजना बनाउनेहरूले कुनै एउटा कम्पनीको सेयरबारे एकदमै राम्रो तर अलिकति भनौँ न बढाएर वा झुटा हल्ला फैलाउँछन्। ए, राम्रो हुँदैछ किन्नुपर्छ भनेर? हो, अनि त्यो हल्लाले गर्दा के हुन्छ, माग बढ्छ, कृत्रिम माग, अनि सेयरको मूल्य ह्वात्तै माथि जान्छ। यसलाई पम्प भनियो। अनि जब मूल्य एकदमै माथि पुग्छ नि, उनीहरूले आफूसँग भएको सेयर फटाफट बेचिदिन्छन्। त्यो भयो डम्प। अनि त्यसपछि मूल्य घट्छ। स्वात्तै घट्छ। किनभने त्यो माग त कृत्रिम थियो। हल्लाको भरमा किन्नेहरू चाहिँ नराम्रोसँग फस्छन्। ल, अनि यस्तो हल्लाखल्लामा कसरी नफस्ने त? साथीभाइले नै भनिरहेका हुन्छन् कहिलेकाहीँ त। त्यही त गाह्रो छ नि, तर यहाँ एकदम अनुशासित हुनुपर्छ। पहिलो कुरा त यस्तो हट टिप्स वा कसैले भन्यो भन्दैमा हाम फाल्नु भएन। लगानी गर्नु अगाडि त्यो कम्पनी कस्तो हो, उसको अवस्था के छ, आफ्नै थोरै अनुसन्धान त गर्नै पर्छ। हल्लाको पछि लाग्नु भएन। सेयरको मूल्य अस्वाभाविक रूपले बिना कारण बढिरहेको छ, कारोबार पनि ह्वात्तै बढेको छ भने अलिकति शङ्का गर्नुपर्छ। ठिक छ। अब अर्को एउटा गम्भीर विषय छ, इनसाइडर ट्रेडिङ। यो झन् खतरनाक सुनिन्छ नि। हो, यो त सरासर गैर कानुनी नै हो। इनसाइडर ट्रेडिङ भनेको चाहिँ कम्पनी भित्रको मान्छे जस्तो कि सञ्चालक, सीईओ वा अरू कोही जसलाई कम्पनीको भित्री गोप्य सूचना थाहा हुन्छ नि, जुन बाहिर आएको हुँदैन। हो, सार्वजनिक नभएको महत्त्वपूर्ण सूचना, जस्तै कम्पनीले ठूलो नाफा कमायो वा घाटा बेहोर्यो या कुनै ठूलो डिल हुँदैछ भन्ने जस्ता कुरा। त्यही सूचनाको आधारमा सेयर किन्ने वा बेच्ने काम गर्नु नै इनसाइडर ट्रेडिङ हो। यसले बजारको निष्पक्षतामाथि नै प्रश्न उठाउँछ। किनभने जानकारी हुनेले फाइदा उठाउने भयो, अरूलाई त थाहै छैन। त्यही त, यो एकदमै अनैतिक र गैरकानुनी हो। यसमा कडा कारवाही हुन्छ। अर्को एउटा तरिका छ रे, स्टक कर्नरिङ। यो चाहिँ कस्तो खालको चलखेल हो? यो अलिक कम सुनिन्छ है। हजुर, यो अलिक कम सुनिन्छ किनभने यो गर्न अलिक गाह्रो र ठूलो पुँजी चाहिन्छ। कर्नरिङ भनेको चाहिँ कुनै व्यक्ति वा समूहले मिलेर बजारमा भएको कुनै कम्पनीको धेरैजसो सेयर किनेर होल्ड गर्ने। ए, बजारमा सेयर नै नपाउने बनाउने? हो, कृत्रिम अभाव सिर्जना गर्ने। अनि जब अभाव हुन्छ, माग त छँदैछ, मूल्य आफै बढ्छ, त्यसपछि महँगोमा बेच्ने। लो, यो त झन् ठुलो खेल रहेछ। यस्तो बेला सानो लगानीकर्ताले के गर्ने त? फेरि कुरा त्यही आउँछ, कम्पनीको आधारभूत विश्लेषण। के त्यो कम्पनीको सेयरको मूल्य साँच्चै त्यति हुनुपर्ने हो कि त्यसको कुनै ठोस कारण छ? यदि मूल्य अस्वाभाविक रूपले बिना कारण बढेको जस्तो लाग्छ भने त्यो लोभमा फस्ने बेला होइन, बरु आफ्नो नाफा सुरक्षित गर्ने वा त्यस्तो सेयरबाट निस्कने बारे सोच्नुपर्छ। भनेपछि घुमिफिरी कुरा आयो सचेतना, अनुसन्धान र अनुशासन माने। एकदम, हल्लाको पछि नलाग्ने, आफ्नै विश्लेषण गर्ने, प्रविधि सुरक्षित राख्ने अनि नियम कानुनबारे पनि थोरै जानकारी राख्ने। समग्रमा हेर्दा लगानीकर्ता आफै चनाखो हुनु पो विकल्प रहेनछ। हो, अनि एउटा कुरा थप्न चाहन्छु, जब बजार एकदमै बढिरहेको हुन्छ नि, बुल मार्केटमा, त्यस्तो बेला झन् होशियार हुनुपर्छ। त्यस्तो बेला त सबैले कमाइरहेका हुन्छन् त। त्यही भएर त्यस्तो बेला मान्छेमा लोभ बढ्छ, सजिलै पैसा कमाइन्छ भन्ने हुन्छ, अनि जोखिमलाई वास्ता गर्दैनन्। चलखेल गर्नेहरूका लागि यो सबैभन्दा राम्रो मौका हुन सक्छ। ए, हो है। सबै उत्साहित भएको बेला चलखेल गर्न सजिलो हुने भयो। हजुर, त्यसैले जतिसुकै राम्रो बजार देखिए पनि आफ्नो विवेक प्रयोग गर्न छोड्नु हुँदैन। अनि कम्पनी छान्दा के हेर्ने त? वित्तीय विवरणहरू। हो, त्यो त एकदम महत्त्वपूर्ण। कम्पनीको वास्लात, ब्यालेन्स सिट, नाफा नोक्सान विवरण, प्रॉफिट लस स्टेटमेन्ट हेर्नुपर्छ। बजारमा एउटा चलन छ, प्राइस टु बुक, मतलब पीवी अनुपात 5 भन्दा कम छ भने अलि सुरक्षित मान्ने। पीवी अनुपात? यसले कम्पनीको बजार मूल्य उसको वास्तविक सम्पत्ति भन्दा कति गुणा बढी छ भनेर देखाउँछ।
अनि लगानी गर्ने शैली पनि दुई किसिमका हुन्छन्, ट्रेडर र इन्भेस्टर। ट्रेडर र इन्भेस्टर के फरक छ र? ट्रेडरले चाहिँ छोटो समयमा मूल्य घटबढबाट नाफा कमाउन खोज्छ, क्यापिटल गेनमा फोकस हुन्छ, प्राविधिक विश्लेषण मतलब चार्टहरू हेरेर कारोबार गर्छ। अनि इन्भेस्टरले चाहिँ राम्रो कम्पनी छानेर लामो समयसम्म शेयर राख्छ, कम्पनीले दिने लाभांश खाने अनि भविष्यमा कम्पनी बढ्दै जाँदा आफ्नो लगानीको मूल्य पनि बढ्छ भन्ने सोच्छ। वेल्थ क्रिएसनमा ध्यान दिन्छ। उसले चाहिँ आधारभूत विश्लेषण गर्छ, कम्पनीको व्यापार, व्यवस्थापन, भविष्य कस्तो छ यस्तो कुराहरू हेर्छ। आज हामीले शेयर ज्ञान ई-बुकमा आधारित रहेर नयाँ लगानीकर्ताका लागि खाता खोल्ने प्रक्रियादेखि आइपिओ, दोस्रो बजार, कर, जरिवाना अनि ट्रेडर इन्भेस्टर जस्ता मुख्य कुराहरूमा छलफल गर्यौं। हो, र यसबाट के देखिन्छ भने बजारमा आउनु अघि आधारभूत ज्ञान लिनु कति जरुरी छ। नत्र सानो गल्तीले पनि क्लोज आउट जरिवाना तिर्नुपर्ने हुन सक्छ हैन? ज्ञानले नै जोखिम कम गर्छ। निश्चित रूपमा। अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न त। नयाँ लगानीकर्ताले सुरुमा खाली आइपिओ भरेर सजिलो नाफा खोज्नेमा मात्र ध्यान दिनु ठीक होला कि दोस्रो बजारको जटिलता, कम्पनी विश्लेषण गर्ने तरिका र लगानीका रणनीतिहरू बुझ्नु चाहिँ दीर्घकालीन सफलताको लागि बढी महत्त्वपूर्ण होला? यसमा सोच्दै गर्नुहोला।